हेलो गाइज, के छ खबर? म चाहिँ प्रेम बोल्दैछु है। अनि म चाहिँ खास केही कुरा गर्न आएको अनि अहिले देखिरहेको छु गाउँ समाजतिर होइन, एडिक्सनमा लागेर धेरै हाम्रा भाइ बहिनीहरू बिग्रिरहेका छन्। अनि उनीहरू चाहिँ छोड्न चाहेर, मतलब हुन्छ नि, छोड्न चाहेर उनीहरू नसाबाट मुक्त हुन चाहेर पनि उनीहरू सकिरहेका हुँदैनन्, किनभने उनीहरूलाई डिजिजले च्यापिसकेको हुन्छ, समाइसकेको हुन्छ। अनि छोड्न चाहनेहरूले चाहिँ एकदम भनेको अभोइड ब्याड सर्कल चाहिँ छोड्नुपर्छ। बिस्तारै बिस्तारै आफै कम गर्दै गर्दै एकैचोटि छोड्यो भने गाह्रो हुन्छ। कम गर्दै गर्दै मैले भोगेको अनुभव है, कम गर्दै गर्दै बिस्तारै 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 आज एउटा खान्छ भने भोलि आधी, पर्सि थोरै थोरै गर्दा गर्दै त्यसरी नै छोड्ने हो है। अनि जतिखेर पनि मेला जहाँ जाँदा पनि, मेला जाँदा, कसैको बिहे वर्तमान भोज सोज जाँदाखेरि पनि खाउँ रमाइलो त भने एक दिन त भने भन्छन्, तर त्यही एक दिनले पक्का पाउँछ कि गाइस। त्यो एक दिनले चाहिँ जिन्दगीभरको लागि सजाय दिइरहेको हुन्छ है। अनि भनेको डिजिज हुनेहरूलाई अब जस्तो एडिक्सनमै फसिसकेकोलाई चाहिँ अब त्यस्तो हुन्छ है, सबैमै लागु हुन्छ भन्ने छैन है। अनि त्यस्तोबाट चाहिँ एकदम बस्नुपर्छ होइन। मलाई जे रोग लागिरहेछ हजुरहरूलाई पनि त्यही लागेको हुनसक्छ। अनि म त सकिहाल्छु नि, मलाई मेरो केही गाह्रो छैन मेरो लागि त भन्नेहरूले चाहिँ एकचोटि आफै ट्राई गरेर हेर्नु है। ल, थ्याङ्क यू गाइस, छोटो मिठो भिडियो।